त्यो ल साउने सङ्क्रान्ति भन्छन् के भन्छन् चावडा लैना बसी भएकर आछन् हाम्रा लुतो सुतो पुरै फालियो। अब यहाँ च्याप्प लाएर ढकनी घटेर खाने कुरो छ हाम्रो। चावडा लैना भैँसी छन्। अब 4-4 लिटर दुध दिन्छ, 4 लिटर दुध हुन्छ। लपक्क हामीले आज खिर पकाएर खाने कुरो छ है साथीहरू। ल हेर्नुहोस्, लपक्क खिर पहिला चामल घिउ लपक्क हालियो, चामल 2-4 मुठी चामल लपक्क भुट्यो र त चावल बनाएर सुकमेल काजु किसमिस नरिवल सब हालेर बट्ट चरा भुट्यो। अब चाहिँ हामीले यहाँ ल ढकनी मिसाइयो। ल अब च्याप्प पाकेपछि लप्प खाइन्छ है साथीहरू। ल जहाँ आउनुहुन्छ देश विदेश स्वदेश परदेश जस्तो जहाँ जस्तो सुकै अवस्थामा भयो नि आफ्नो कल्चर संस्कृति रीतिरिवाज चाडपर्व भुल्ने चाहिँ नगरौँ है साथीहरू। ल जहाँ भयो नि हामी नेपाली हो, नेपाली कल्चर अनुसार बाँच्न जिउन सिक्नुपर्छ। तिमीहरू आँटो म पुऱ्याइन्छु भन्छन् है भगवान्ले। ल हामीले हाट्यो यहाँ अब खिर पाक्ने भयो लपक्क लाएर पुरो बुझ्नु घर। जय शम्भु भोलेनाथ जय होस्। यस्तो मजाले स्वस्थ मन्द गतिमा पाकिरहेको छ। यो पाकिरहेको छ, यसलाई भन्छन् ढकनी। झ्याप्प ढकनी पकाइन्छ है। ल साथी हेर्दै जानुहोस्, मनपर्ने जति अहिले ठ्याक्क ल मलाई मनपर्छ भन्नु होला है। ल